कल्पना गर्नुहोस्, एउटा देश जसको झन्डै 60 वर्ष अघि तपाईँको देश जतिकै अवस्था थियो, जसको न त तेल थियो, न त सुन, न त खेती गर्ने जमिन, न उद्योग, तर आज त्यो देश विश्वकै सबैभन्दा धनी, सुरक्षित र सफा देश मध्ये एक हो। यो देश हो सिङ्गापुर र अर्को देश नेपाल, जहाँ हिमाल छ, स्रोत छ, संस्कृति छ, श्रमशील जनता छन्, तर अझै पनि बेरोजगारी, भ्रष्टाचार र गरिबीमा डुबिरहेको छ। के यही हाम्रो नियति हो? आज हामी बुझ्नेछौँ किन नेपाल सिङ्गापुर बन्न सकेन। सन् 1960 तिर सिङ्गापुर र नेपालको जीडीपी लगभग बराबर थियो। दुवै देशमा अराजकता थियो, जातीय र भाषिक विविधता थियो, संसाधनको अभाव थियो। सिङ्गापुर ब्रिटिस उपनिवेशबाट मुक्त भएको थियो। नेपालमा राणा शासन सकिएर प्रजातन्त्र सुरु भएको समय थियो। तर त्यस बेलादेखि सिङ्गापुरले जुन बाटो समात्यो, नेपाल त्यहाँ अलमलमा पर्यो। सिङ्गापुरका प्रधानमन्त्री ली क्वान यूले भनिरहेका थिए, हामीसँग केही छैन, तर हामीसँग इच्छा शक्ति र इमानदारी छ। शिक्षा प्रणालीमा व्यापार सुधार गरे उनले, विदेशी लगानी भित्र्याए, भ्रष्टाचारको जरा काटे, नियम कडा बनाए, जनताका लागि स्वास्थ्य र यातायात सहज बनाए। सिङ्गापुरले सम्पत्ति नभए पनि सिस्टम बनायो। आज सिङ्गापुरको जीडीपी प्रति व्यक्ति $80,000 भन्दा बढी छ। सिङ्गापुर एयरपोर्ट, अस्पताल, सफा सडक, अपराध दर 0.01%, सबै कुरा काम गर्ने नेताहरूले बनाएका हुन्। नेपालमा त्यही समयमा के हुँदै थियो? सरकार हरेक वर्ष परिवर्तन हुँदै थियो। पार्टीले सत्ता लिनु मुख्य लक्ष्य बनायो, देश बनाउन होइन। भ्रष्टाचार खुलेआम भयो, केही नेताहरू अरबपति भए, जनता गरिब। नेपालमा पनि शिक्षाका लागि योजना बने, तर कार्यान्वयन फेल। विकास योजनाहरू घोषणा त भए, तर मेलम्ची, फास्ट ट्र्याक, स्मार्ट सिटी जस्ता प्रोजेक्ट आज पनि अधुरै छ। नेतृत्वमा स्पष्ट दिशा थिएन, जनतामा निराशा बढ्यो। सिङ्गापुरले प्रशासनमा योग्यता हेर्यो, तर नेपालले नाता। सिङ्गापुरले विदेशीसँग दोस्ती गर्यो, तर नेपालले झगडा। सिङ्गापुरले सहर बनायो, नेपालले केवल सपना देखायो। सिङ्गापुरमा ट्राफिक पुलिस घुस लिँदैन, नेपालमा लिँदैन भन्न सकिन्न। फरक थियो सोचमा, सोच परिवर्तन बिना देश परिवर्तन हुँदैन। हामी सिङ्गापुर बन्न सक्दैनौँ भन्न सत्य होइन। हामीसँग युवा शक्ति छ, जो पढेका छन्, जो सचेत छन्। हामीसँग प्राकृतिक सम्पदा छ, पानी, पर्यटन, कृषि। तर अब नेताहरू मात्र होइन, जनताले पनि इमानदार बन्नुपर्छ। प्रश्न गर्नुहोस्, आवाज उठाउनुपर्छ र योग्य नेतालाई चुनावमा उठाउनुपर्छ। हामी परिवर्तन गर्न सक्छौँ, तर त्यो हामीबाट सुरु हुन्छ। किनकि यो देश हाम्रो हो र यसलाई बदल्ने जिम्मेवारी पनि हाम्रो हो। यदि तपाईँलाई लाग्छ यो साँचो हो, यस भिडियोलाई सेयर गर्नुहोस्, लाइक, कमेन्ट गरेर तपाईँको विचार लेख्नुहोस् र यस्तै जनचेतनामूलक भिडियोहरूको लागि हाम्रो च्यानल प्राइड अफ नेपाललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।